नमस्ते टासिदेलाई फ्यापुला छ्याचलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र हरेक साल चाहिँ हाम्रो यता नेपालमा भएको पुलहरी गुम्बामा चाहिँ हामीले लोसारको ठीक 2 हप्तापछि चाहिँ हामीले हजारौं छेमे यानी बत्ती बाल्ने गरेका छौं है र हजारौं यो बत्ती बाल्नुको कारण भनेको चाहिँ संसारमा जति पनि अन्धकारहरु छन् खास गरी भित्री मनको अन्धकार जसलाई चाहिँ हामीले टिबेटनमा मारिकपा भन्छौं है जसको कारणले चाहिँ हामीले यो संसारमा यो दुःखभरी संसारमा चाहिँ हामीले जन्म लिन्छौं हो त्यो अन्धकार जस्तो भ्रम यानी अज्ञान मारिकपा त्यसलाई मेटाउनको निम्ति चाहिँ हामीले यो हजारौं बत्ती बालिएको है र यो चाहिँ हामीले सधैं 7-8 दिन बाल्ने गर्छौं भने आज मार्च महिनाको 2026 मार्च महिनाको 6 तारिक हो भने 3 तारिक देखि हामीले 4 तारिक देखि हामीले सुरु गरेको र अहिले 3 दिन भइसक्यो है र अझै पनि 4-5 दिन यता हाम्रो पुलहरी गुम्बामा चाहिँ सधैं बालिने गर्छ है छेमे र कति बेला बाल्छ र कसरी गर्छन् भन्दा चाहिँ बेलुका 4:30 भएपछि त्यहाँ भएको हजारौं त्यो बत्ती बाल्ने छेमे बाल्नेको जुन छेमेको कोङ भन्छ त्यसलाई मजाले पुछेर र त्यसमा धुङ्ग्रे हालेर है र त्यसमाथि तेल हालेर चाहिँ अनि 2-3 घण्टा लगाएर चाहिँ हामीले बाल्ने गर्छौं र त्यसो मात्र नभई रातभरि त्यसको ड्युटी गरेर त्यसको हेरचाह गरेर निभेको बत्तीहरु फेरि बाल्ने है र बिहान भएपछि फेरि सबैजना भेला भएर त्यो निभिसकेको यानी सकिसकेको बत्ती यानी छेमेलाई फेरि पुछेर मजाले पुछेर राख्ने त्यस्तो गर्छौं हामीले है र यो भनेको अघि मैले भने चाहिँ 7-8 दिन चाहिँ यसरी नै चलिरहनेछ र तपाईहरु जति पनि इच्छुक हुनुहुन्छ भने तपाईहरुलाई मन छ भने तपाईहरु यता आफै आउन सक्नुहुन्छ है सकेसम्म तपाईहरु आफैले आधा लिटर 1 लिटर तेल ल्याएर पनि तपाईहरुले पनि चढाउन सक्नुहुन्छ है त्यसो सक्नु भएन भने पनि तपाईहरु आफै आएर बाल्न सक्नुहुन्छ है त्यसमा यो छेमे बाल्नुमा केही पैसा लाग्दैन है र धर्म नै धर्म मात्रै छ भन्ने तपाईहरुलाई भन्न खोजिरहेको है र त्यसो भन्दै तपाईहरु आइदिनु हुन्छ भने यता पुलहरी गुम्बा चिन्नुहुन्छ भने बौद्धको नजिकै छ है पुलहरी मोनास्ट्री भनेर गुगलमा लेख्नु भयो भने तपाईहरुले भेटाउनु हुन्छ है यता आइदिनु होला बत्ती बालिदिनु होला है आफ्नो र आफू मात्र नभई संसारका सारा प्राणीहरुको निम्ति यो बत्ती बालेर चाहिँ सबैको भित्री मनको अन्धकार चाहिँ मेटेर हराएर अनि बुद्धता प्राप्त गरून् सुख प्राप्त गरून् भनेर त्यसरी प्रार्थना गर्नु होला भन्ने आशा गर्दछु हस्त अनि फेरि पनि अर्को भिडियोमा भेटौँला हस्त।